हेलो साथीहरू सबैलाई स्वागत छ मेरो मिनी ब्लगमा है। म चाहिँ के गर्दैछु भनेर तपाईँहरूलाई म सुनाउने छु अनि म देखाउने पनि छु है म के गर्नेछु आज भनेर। अनि तपाईँहरूले लास्टसम्म हेरिदिनु होला यो भिडियो चाहिँ है। अनि सब्सक्राइब पनि गरिदिनु होला। म तपाईँलाई सबै मेरो रेसिपीहरू ल्याउने छु। म के गर्दैछु म यो त घरेसी नै कामहरूको लागि नै म देखाउने छु। अनि म चाहिँ पानीपुरी पकाउनको लागि तयार छु। यो कालो कराई छ अनि यो कालो कराईमा यसरी पानीपुरी तार्दैछु है। अनि यो पानीपुरी तार्दैछु अनि म चाहिँ के पकाउने छु भनेर तपाईँलाई नि म देखाउने छु। यो चाहिँ म अनि चटपटे बेच्छु नि त। अनि चटपटे चाहिँ म मेरो अगाडि चोकमा लागेर बेच्छु। अनि तपाईँलाई पनि खानु मन लाग्यो भने आइदिनु होला। नजिकको अनि टाढोको पनि आइदिनु होला है। अनि पानीपुरी अनि तार्दैछु। अनि चाहिँ कालो भइसक्यो। कुनै चाहिँ कालो हुन्छ डढेर, कुनै चाहिँ अब सेतै हुन्छ होइन। अनि यो चाहिँ के हो भने तपाईँलाई थाहा पाइसक्नु भयो। यो चाहिँ पिठोको हो। यो चाहिँ गिलो क्या चटपटेमा हाल्ने। यसमा चाहिँ के हाल्नुपर्छ भने तपाईँलाई थाहा छँदैछ। यसमा चाहिँ कलर अनि कलरदेखि मैदा हाल्नुपर्छ अनि आगोमा बसाउनुपर्छ। आगोमा र ग्यासमा अनि ग्यासमा बसाउनुपर्छ। अनि मेरो पानीपुरी पनि पाकिसक्यो। पानीपुरीको खोस्टा पनि है। अनि पानीपुरीको खोस्टा पनि पाकिसकेको छ। अनि यता तयारी बनाउँदैछु चटपटेको लागि ढुङ्ग्रे चिजहरू। अनि यहाँ गिलो पनि पाकिसक्यो है। अनि गिलो भन्छ नि त, गिलो पनि पाकिसक्यो है। अनि यहाँ गिलो पाकिसकेपछि अरू मैले धेरै काम गर्नुपर्नेछ क्या आज चाहिँ। किनभने यो चटपटे बेग्रा चाहिँ एकदम कामहरू गर्नुपर्ने रहेछ। अनि त्यतिखेर मेरो छोरी कान्छी छोरी चाहिँ रोटी खान्छु भन्यो नि त। अनि रोटी खान्छु भनेर अनि मेरो जेठी छोरीले चाहिँ रोटी बेल्दै हेर्नु न, यो मैदाको यत्रो रोटी छ। अनि मेरो नातिनी नि आइरहेको थियो नि, उसलाई नि दिएको। अनि मिठो छ भने कहाँ छ बोजू भन्छ। अनि ऊ चाहिँ मेरो नातिनी है। अनि तातो भएछ अनि त्यही भएर मिठो छ बोजू मिठो छ भन्दै जिस्किँदैछ क्या। अनि रोटी पकाएको मैले हेर्नु न, मलाई यस्तो राम्रो रोटी पकाउन आउँछ हेर्नुहोस् त, चुमक्क परेको क्या। तपाईँलाई पनि मनपर्छ भने मलाई अर्डर गर्नुहोस् है, म बनाएर दिन्छु अरे क्या। अनि यो चाहिँ खासमा चाहिँ उसले चाहिँ मलाई चाहिँ आलु पराठा पकाइदिनु भनेको थियो, तर ढिलो भयो नि त। अनि त्यही भएर चाहिँ मैले यसको रोटी नै पकाइदिएको। हेर्नु ड्याम्मा पारेर ढ्याप्प यत्रो मोटो छ है। फेरि यो चाहिँ फेरि पुरीको हो नि त, मैदा हो नि त। खास मैदामा त पातलो बनाउँदा चाहिँ सानो बनाउँदा पातलो हुने, तर यो चाहिँ एकदम यत्रो मोटो छ नि त। अनि त्यही भएर उसलाई पनि खानु मन लाग्यो अरे। अनि खानु मन लाग्दा चाहिँ ल हुन्छ नि त, अब म बनाइदिइहाल्छु नि त भनेर अनि मैले यसरी बनाइदिएको होइन। अनि के गर्नु, छोरीहरूले पनि के भन्छन्। म चाहिँ मेरो ग्यास पनि कालो थियो। अनि अब चटपटेको तयारी बनाएर मैले बाहिर लिइसकेँ है। यो त चटपटे बनाएको मैले तयारी भइरहेछ। हेर्नु यहाँ सामानहरू बनाइरहेको छु। मेरो छोरीले सघाउँछ, कति धेरै कामहरू गर्नु सघाउँछ मेरो छोरीले। यो चाहिँ तितिरीको भयो, आलु निम्की भयो, अनि चटपटे भयो, अनि सबै थोक बिक्री गर्ने ठिक्कले बिक्री गर्छु होइन। त्यही चटपटे पानीपुरी आलु निम्की त्यस्तो मिठो पनि बनाउँदिनँ, नमिठो पनि बनाउँदिनँ होइन। मिठै बनाउँछु आलु त्यो चाहिँ है। अनि त्यहाँ अरू के देखाउँछु हेर्नुहोस्, तपाईँहरूले देखिसक्नु भएको छ। अनि यो त गिलो। अनि मेरो छोरीले यति धेरै काम सघाउँछ, उसले चाहिँ गर्छ नि त। अनि तपाईँहरूको छोरीले चाहिँ कतिको कामहरू सघाउँछ है। मेरो छोरी चाहिँ एकदमै सघाउँछ। अनि फेरि बाँच्नुमा नि एकदम बाँच्नु पनि सघाउँछ, काम पनि सघाउँछ। नि फेरि म त अनि यो चाहिँ कहाँ हो भनेर तपाईँलाई मैले लोकेसन बताइसकेको छु। यो चाहिँ धरान 16 पर्छ। अनि यो चाहिँ चिल्ड्रेन पार्क अलिक बोल्नु आउँदैन नि त मलाई। यो चाहिँ हाम्रो नेपालको झन्डा जय नेपाल। अनि हाम्रो नेपालको झन्डा है, हाम्रो चाहिँ राष्ट्रिय। यहाँ त यति धेरै मान्छेहरू आउनुहुन्छ घुम्नलाई। सानो नानीहरूको लागि एकदम रमाइलो छ नि त, खेल्नु पनि छ। चिल्ड्रेन पार्क अरे होइन। अलिक मलाई बोल्नु आउँदैन नि त, अब म अलिक इङ्ग्लिस पनि जान्दिनँ। अनि त्यही भएर अनि हाम्रो यहाँ कति धेरै राम्रो सजिएको छ। कति टाढोकोहरू आउनुहुन्छ यहाँ यो पार्कमा। अनि कति धेरै पहाड हो नि त, यो त पहाडको राम्रो ठाउँ हो। यो चाहिँ कहाँ भनेर देखाइसकेको छु, चिन्डेडार देखाइसकिहालेँ मैले। अनि यो चाहिँ रोड। अनि यतापट्टि चाहिँ यहाँ चाहिँ एकदम भाइरल प्लेस त्यो गोलो घर है। यहाँ देख्नुभयो कालो त्यो चाहिँ गोलो घर हाम्रो गाउँमा छ है। त्यहाँ चाहिँ के छ भने बहुभाषी स्कुल, हाम्रो जातिको भाषा पढ्ने हाम्रो अर्खा साम्पाङ सरले बनाउनु भएको। यहाँ हाम्रो सरले बनाउनु भएको होइन। यो सबैजनाले बनाउनु भएको छ। अनि यहाँ चाहिँ बहुभाषी पाठशाला स्कुल। अनि यो पहाड देखाइहालेँ तपाईँलाई मैले, सबै लोकेसन बताइहालेँ, आउनु होला।
अनि मेरो छोरी अब सामान लिन जाँदैछ अझै पनि सामान मैले ओसार्नुपर्छ नि त अब घर अलिकति पर छ अनि सामान यता पछाडि छ अनि घरिघरि काम पनि गर्नुपर्छ होइन अनि त्यही हो काम गरेन भने त माम मिल्दैन भन्छन् अनि अब यहाँ हाम्रो एउटा अझै आउनुभएको थियो अनि उसलाई चाहिँ आलु निम्की चाहियो अरे अनि आलु निम्की बनाउँदैछु अनि त्यसको सबै तयारी हो सबै मैले काटेर त देखाइनँ नि त तपाईँलाई अनि यतिकै देखाएको छु अनि बनाउँदैछु घरिघरि भिडियो बनाउनु भन्छु बिर्सिहाल्छु क्या भिडियो बनाउनु चाहिँ एकदम म त बिर्सिहाल्छु अनि मेरो छोरीले पनि बनाउनु मान्दैन अनि त्यही भएपछि नमानेपछि अब झगडा हुन्छ अनि झगडा भइहाल्छ क्या हाम्रो चाहिँ फेरि अलिकति भिडियो बनाएन नि त यो चाहिँ हाम्रो अझै यो है अनि यस्तो मिठो आलु निम्की चटपटेहरू बनाउँछु एकचोटि खान्छ मान्छे दुईचोटि खान्छु भन्छ दुईचोटि खाँदा तीनचोटि खान्छु भन्ने खालको हुन्छन् क्या मान्छेहरू चाहिँ है अनि त्यसरी नै बनाउँछु होइन अब यसो अलिअलि घरमा यसो अनि मेरो श्रीमान हो अनि आज घरमा चाहिँ हामी माछा खाने भनिरहेको थियौँ अनि माछाको लागि मेरो श्रीमानले कामहरू सघाउनु हुँदैछ मसला पिस्नु हुँदैछ किनभने मेरो श्रीमान चाहिँ दिनभरि काम गर्नुहुन्छ अनि रातभरि पनि मलाई कामहरू सघाउनुहुन्छ घरको नि कति धेरै तपाईँहरूको नि श्रीमानहरूले काम सघाउनुहुन्छ होइन मलाई थाहा छ अनि आज हाम्रो धरानमा पानी चाहिँ बेलुका आउँछ नि त राति अब पानीको अङ्काल छ यो चैत वैशाखमा त त्यही भएर मेरो श्रीमानले चाहिँ नि बजारमा पानीहरू थापिदिनुहुन्छ अनि कामहरू धेरै गरिदिनुहुन्छ अनि पानीहरू थापिदिने अनि भाँडाहरू पनि माझिदिनुहुन्छ कहिलेकाहीँ अनि हाम्रो यता माछा पनि पाकिसक्यो अनि हामीले यसरी खाना खान तयारी भइसकेको छौँ है अनि मेरो श्रीमानलाई पसिँदै यो चाहिँ मेरो भाग हो अनि मेरो श्रीमानको भाग चाहिँ उहाँ हो अनि मेरो खानु हुँदैछ अनि मैले चाहिँ के भन्छ अनि मेरो छोरी चाहिँ अनि सुतिसक्यो नि त कान्छी छोरी चाहिँ किनभने आज माछा ढिलो पाएको नि त किनभने 9 बजी चाहिँ थियो अनि मेरो जेठी छोरी चाहिँ अनि उसले चाहिँ खाना नखाने मम्मी म माछा मात्रै खान्छु भन्यो अनि त्यही भएर मैले उसलाई माछा मात्रै दिएको छु कान्छी छोरी सुत्यो कति सुत्यो उता उसको सुत्ने टाइम हो नि त 8 बजी नै सुत्छ अनि त्यही भएको कारणले गर्दाखेरि अलि ढिलो पाएको त्यही भएर अनि यसरी मिठो मिठो छ तपाईँलाई पनि मन पर्यो भने सब्सक्राइब गरिदिनुहोस् ल हेरिदिनुलाई धन्यवाद।